अनि साँच्चै परमेश्वरले चाहिँ मानिसमा चाहिँ एउटा सम्बन्धलाई निर्माण गर्न चाहनुहुन्थ्यो। सम्बन्ध है, जसरी हाम्रो परमेश्वरसँग, हाम्रो स्वर्गको परमेश्वरसँग हाम्रो एउटा सम्बन्ध छ। उहाँ हाम्रो स्वर्गको पिता हुनुहुन्छ अनि हामी चाहिँ पृथ्वीमा उहाँलाई आराधना गर्ने, संगति गर्ने उहाँका हामीले छोराछोरी हौँ, हामी मण्डली हौँ अनि उहाँ चाहिँ हाम्रो शिर हुनुहुन्छ। हामी धेरैजना अङ्गहरू छौँ, हाम्रो धेरैवटा कामहरू छ एउटा परिवारभित्र अनि हामीले काम गर्दै गर्दाखेरि यसको श्रेय चाहिँ परमेश्वरलाई जान्छ। हालेलुया। अनि साँच्चै परमेश्वरले हामीलाई पृथ्वीमा बनाउनु भएको छ, उहाँको योजना धेरै छ है। अनि साँच्चै पनि है, परमेश्वरले हामीलाई यो पृथ्वीमा एउटा सम्बन्ध निर्माण गर्नको लागि एउटा परिवार दिनुभएको छ अनि यो परिवार चाहिँ जहिले पनि एकतामा हुनुपर्छ। आमेन। खुट्टा तान्नेले जुत्ता तानेर लड्छ अरे क्या, खुट्टा तान्नेहरू जुत्ता तानेर लड्छन् अरे, तर हात तान्नेहरू चाहिँ एकतामा अगाडि बढ्छ अरे क्या। त्यही भएर हामीले हात समाउनु जरुरी छ परिवारमा। खुट्टा तान्नु थाल्यो भने त है कसले कस्तो कस्तो जुत्ता लाग्छ त्यही जुत्ता मात्रै हातमा हुन्छ। अनि साँच्चै पनि है 1 किलो गलगटालाई चाहिँ एउटा भाँडामा हाल्यो भने चाहिँ कुनै पनि निक्लिनु सक्दैन अरे क्या। एउटा चढ्नु छोड अर्कोले तानिहाल्छ, एउटा चढ्नु खोज्छ अर्कोले तानिहाल्छ। अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ यदि त्यहाँबाट निक्लिनु छ भने चाहिँ भेट आस्ते फुत्ता निक्लिनुपर्छ अरे क्या। अनि परमेश्वरले सम्बन्ध निर्माण गर्नको लागि चाहिँ हामीलाई बनाउनु भएको छ अनि हामीले हाम्रो सम्बन्धलाई निर्माण गर्नको लागि चाहिँ पहिला सुरुमा हेर्नु त हामीले समाजलाई होइन, आफ्नै परिवारलाई हेर्नुपर्ने हुन्छ। आफ्नै परिवारभित्रको सम्बन्ध कस्तो छ त्यो कुरालाई हेर्नुपर्ने हुन्छ। अनि बाइबलले पनि त्यही भन्छ है, जसले आफ्नो परिवारलाई सम्हाल्न सक्दैन, हेरविचार गर्न सक्दैन, त्यो मानिसले परमेश्वरको सेवा गर्न सक्दैन भन्छ। अनि त्यो भएको कारणले पहिला चाहिँ हाम्रो परिवारलाई हामीले मिलाउनु पर्ने हुन्छ। आमेन। किनकि एउटा परिवार चाहिँ एउटा समाजको चक हो, एकाइ हो। यो भएको कारणले गर्दाखेरि तपाईँलाई छिट्टो आउने काम है, छिट्टो दोस्रोने काम चाहिँ संसारबाट हामीलाई हुन्छ र संसार चाहिँ हामीबाट प्रभावित हुनुपर्ने हुन्छ। आमेन। अनि साँच्चै परमेश्वरले मानिसबाट सम्बन्ध सुरु गर्नुभयो अनि त्यो सम्बन्ध चाहिँ हामी मत्तीको पुस्तकमा पाउँछौँ है, जहाँ 2 कि 3 जना मेरो नाउँमा भेला हुन्छ म तिमीहरूको माझमा हुनेछु भनेर हुन्छ। आमेन। अनि साँच्चै पनि आज हामी 2 कि 3 जना मात्रै छैनौँ, हामी धेरैजना छौँ यस ठाउँमा। प्रभुलाई धन्यवाद दिनुपर्छ। आदम र हव्वा पनि 2 जना मात्रै थियो, त्यहाँ जहिले पनि परमेश्वरको उपस्थिति हुन्थ्यो। अनि जब हामी भेला हुन्छौँ त्यहाँ हाम्रो परमेश्वरको उपस्थिति हुन्छ। आमेन। अनि हामी परमेश्वरकै उपस्थितिभित्र हामी छौँ। यहाँ चाहिँ हाम्रो मध्यस्थकर्ता चाहिँ पवित्र आत्मा परमेश्वर हुनुहुन्छ। आमेन। प्रभुलाई धन्यवाद भएको होस् है। अनि साँच्चै पनि एउटा परिवारमा परमेश्वरको एउटा उद्देश्य छ, योजना छ। अनि परिवारभित्र परमेश्वरको है जुन दर्शन छ, भिजन छ, त्यो चाहिँ उदाङ्ग परेको संसारले चाहिँ देख्न सक्नुपर्छ, एकतामा कसरी आउनुपर्छ भनेर। हालेलुया। अनि साँच्चै परमेश्वरले आफ्नो स्वरूप झल्काइसकेपछि अधिकार दिनुभयो, अधिकार दिएपछि एउटा सम्बन्ध बनाउनु भयो। यो सम्बन्ध चाहिँ है यहाँ मात्रै छैन, त्यो चाहिँ हाम्रो अनन्तसम्मको सम्बन्ध हो, अनन्तसम्मको साइन हो। उहाँ बुवा हुनुहुन्छ, हामी छोराछोरी हो। उहाँको एउटा राज्य छ है, त्यो राज्यको राजा उहाँ हुनुहुन्छ भने चाहिँ हामी चाहिँ राजकुमार राजकुमारीहरू हामी हो। आमेन। यस यो अधिकार है, यो सम्बन्धलाई हामीले कहिले पनि नगुमाउँ। यो चाहिँ अनन्तसम्मको लागि हो। आमेन।